हेलो गाइज, गुड मर्निङ, नमस्कार सबैजनालाई स्वागत छ मेरो लाइभमा। म हुँ तपाईहरूको हरपलको साथी भाइ भतिजो सूर्य। म आज तपाईहरू समक्ष जङ्गल ट्रिप म घुम्न गइरहेको छु। म हुँ नेपालका तपाईहरूका सपुत्र छोरा, हाल यस विदेशी भूमिमा पनि तपाईहरू समक्ष हाम्रो नेपालको जस्तो रमणीय जङ्गल अनि त्यहाँभित्रका वातावरण, प्रकृतिका देनहरू, जङ्गली जनावरहरू हेर्नुहोस् त, देखाउन गइरहेको छु। कति सक्षम हुन्छु म तपाईहरूलाई यदि देखाएँ भने र भेटाएँ भने म तपाईहरूलाई अवश्य देखाउने छु। हेर्नुहोस् त, कलकल खोला बगिरहेको छ, हरियाली छ, जतासुकै जङ्गल छ, एकान्त ठाउँ छ। आज म यो जङ्गलको दृश्य, जङ्गलको अनुभव, खोला नालाको अनुभव, वसन्त ऋतुका आगमनहरू सँगसँगै यहाँका कोइलीका स्वरहरू, यहाँका अन्य जनावरका स्वरहरू र जनावर देखाउने प्रयासमा छु। हेरौँ कतिको सफल भइन्छ, भेटिन्छ कि भेटिँदैन। यदि भेटिएन भने पनि म कुनै दिन मौका मिले भने यसै जङ्गल मार्फतबाट, यसै जङ्गल ट्रिपबाट म तपाईहरूलाई देखाउन कोसिस गर्नेछु। आशा गरौँ कतिसम्म सफल हुन्छ। धन्यवाद सबैजनालाई। अहिले गर्मीको सिजन छ, ख्याल गर्नुहोला, धेरै पानी पिउनुहोला, आफ्नो ख्याल गर्नुहोला। सम्पत्ति भनेको केही होइन, सम्पत्ति भनेको आफ्नो ज्यान हो, स्वास्थ्य हो। जबसम्म स्वास्थ्य बनिँदैन मानिस, तबसम्म सम्पत्ति यथा कमाएर पनि केही काम हुँदैन। त्यसैले आफ्नो ख्याल गर्नुहोला आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू। हस्त धन्यवाद। म तपाईहरू समक्ष अर्को भिडियो लिएर तुरुन्त आउने बाचा गर्दै तपाईहरू समक्ष म छुट्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।